आज चाहिँ यसो पानी परेको भएर मौसम चिसो चिसो छ, रमाइलो छ। यसरी नै यता र उता पारिपट्टि दुईतिर पिच भयो भने एकदम राम्रो हुन्थ्यो। अब यो पिच हुनलाई कति वर्ष लाग्ने हो थाहा छैन। नेपाल विकास हुनलाई अझै पनि लाग्छ जस्तो छ। हाम्रो पालामा त नेपालको के भन्छ त्यसलाई, जेसी देवीका मन्दिर, अनि यहाँबाट भित्र जानुपर्छ, हेर्नु होला। यो चाहिँ वसुन्धरामा पर्न आउँछ। अब हाम्रो पालामा चाहिँ हामी जिउँदा छँदा चाहिँ नेपालको विकास देख्दैन जस्तो लागिन्छ। जबसम्म यो केपी चोर, ओली, प्रचण्डे, माधव कुमार यिनीहरू जिउँदो छ, तबसम्म यो देश विकास कहिले पनि हुनेवाला छैन।